तपाईँ हामीलाई पत्याउनै गाह्रो। एकजना होइन दुई जना आर्मी जो उच्च पदमा रहेका त्यस्ता व्यक्तिले एउटा व्यवसाय गरेर बसिरहेको परिवारलाई छिन्न भिन्न बनाइदिन्छ र उनीलाई अहिले न घरको न घाटको बनाएर छोडिदिएका छन्। र त्यसमा पनि अहिले ती व्यक्तिहरू जुन आर्मी अहिले चाहिँ प्रमोसन भएर बढुवा भएको चाहिँ खबर छ। र यो कुराहरू मैले मेरो मुखबाट भन्दा पनि उनकै मुखबाट सुन्नुहोला। जस्ताको तस्तै जो लामो समयबाट माइतीघर मण्डलामा न्यायको लागि यसरी बसिरहेका छन्, तपाईँ अन्तिमसम्म सुनेर तपाईँको प्रतिक्रिया दिनुहोला। गोर्खा जिल्ला हो, मेरो गोर्खा जिल्ला बाटपा गाउँ वडा नम्बर 2 सुलीकोट गाउँपालिका। मेरो नाम चाहिँ तेलबहादुर धरे। भाइ, हजुर यहाँ कति दिनबाट चाहिँ बस्दै हुनुहुन्थ्यो माइतीघर मण्डलामा? अहिले म बसेको चाहिँ 3 वर्ष 4 महिनामा लाग्यो। 3 वर्ष 4 महिना भयो तपाईँ यहाँ बसेको। तपाईँले त्यसरी यो जुन यो अन्याय परेको तपाईँको होटलको भत्ताको सबै कागजपत्रहरू अगाडि राखेर 2075 सालबाट अन्याय पर्यो भन्दै यसरी यहाँ चाहिँ बस्नुभएको अहिले चाहिँ त्यति समय भइसक्यो। हजुर, सरकारले तपाईँसँग कुनै वार्ताहरू कुनै चाहिँ तपाईँसँग सम्मेलन केही गरेछ कि गरेको छैन? अस्ति त्यो गृहमन्त्री आउँदा निवेदन दियो भनेर। एकछिन म हजुरलाई रोकेँ। सबभन्दा पहिला तपाईँको चाहिँ समस्या एकचोटि भनिदिनु न। यो यसरी लेखेको छ तर पनि तपाईँको चाहिँ मतलब घटना भएको के हो, तपाईँको चाहिँ यहाँको अन्यायमा के विषय पऱ्यो यसो भन्नु। मैले चाहिँ यो गोर्खाको मनसुलु हिमाल जाने बाटोमा एउटा होटल खोलेको थियो, गेस्ट हाउस। के अरे 8वटा कटेज, 2टा टोइलेट, एउटा बाथरुम, 38 बाई 40 18 फिटको किचन डाइनिङ बनाएर एउटा गेस्ट हाउस खोलेको थियो। 2074 सालमा चाहिँ आर्मीले रोड खोल्दै आयो। रोड खोल्ने क्रममा अब बम विस्फोट गर्दा ढुङ्गा लागेर मेरो होटल चाहिँ पुरा क्षति भयो। उनीहरूले चाहिँ अब त्यो क्षतिको राम्रो क्षतिपूर्ति देला, छोटो छोटो काम गरेर मलाई गरेर होटल मर्मत गरेर खाने वातावरण गरिदेला भनेको। झन् एउटा मेजरले चाहिँ मेजर निशान्त पण्डित भन्नेले चाहिँ त्यो बाटो खन्दाखेरि मेरो होटल ट्याङटुङ भत्काएर, अब त्यही सायद त्यो मेरो होटल भत्काएको देखाएर सायद त्यो भ्रष्टाचार गर्यो होला। 8 करोड भ्रष्टाचार गर्यो भनेर हल्ला चल्यो। त्यसपछि काठमाडौँबाट काठमाडौँ साहब आएर उसलाई काठमाडौँ लगेर जेलमा हाल्यो भन्छ होइन। पछि चाहिँ ऊ चाहिँ जेलमा हाल्यो भन्छ, त्यो सुन्यो। पछि चाहिँ उसले चाहिँ पछि त झन् कर्नेल भयो अरे 8 करोड भ्रष्टाचार गरेर आएपछि। अहिले त्यो मान्छे चाहिँ कर्नेल भएको छ। कर्नेल भएको छ भनेर भन्न पर्यो होला। हुन त मैले पनि अरूले भन्ने कुरा होइन, कर्नेल भनेको सुनेको। त्यहाँ चाहिँ अब भ्रष्टाचार गरेको चाहिँ देखिनँ। 8 करोड भ्रष्टाचार गर्यो भनेर हल्ला गर्यो र ऊ पछि चाहिँ फेरि भागेर गयो। भागेर गएपछि चाहिँ मेरो होटल चाहिँ 3 वर्षसम्म चाहिँ त्यतिकै अल्पत्र छाड्यो। उसले गरेर खाने वातावरण पनि बनाएन, क्षतिपूर्ति पनि दिएन, त्यति गयो। फेरि 3 वर्षपछि अर्को एउटा के अरे ऊ पनि अहिले चाहिँ कर्नेल भएको छ अरे। त्यतिखेर मेजर थियो गोर्खाको विनोद भट्ट भन्थ्यो। ऊ आएर म तपाईँको क्षतिपूर्ति मिलाइदिन्छु, दिलाइदिन्छु, तपाईँ मुद्दा मामिलामा नजानुहोस् भन्यो होइन। पहिला चाहिँ के अरे म 28-30 लाख रुपियाँ तपाईँलाई क्षतिपूर्ति मिलाइदिन्छु, तपाईँ चुप लागेर बस्नुहोस्, त्यति पाएपछि तपाईँ होटल मर्मत गरेर चलाउनु सक्छ, चलाउनु मिल्छ, त्यो भन्यो होइन। अब हामी सोझो मान्छे होला नि त, अब किन अब मुद्दा मामिलामा जाने, त्यो गरिदिन्छ भनेपछि हुन्छ नि त। त्यो लिएर म होटल के अरे मर्मत गरौँला, गरी खाउँला भनेर चुप लागेर बसेको। त पछि त उसले त सरकारसँग त 25 लाख लिएको रहेछ होइन। तर मलाई चाहिँ के अरे 13,82,000 मात्रै दिने कुरा गरेँ। मैले भने यदिले मलाई पुग्दैन, मलाई यति चित्त बुझेन, म चाहिँ अब तपाईँले राम्रोसँग दिनुहुन्छ भने दिनुहुन्न भने म चाहिँ के अरे न्याय माग्दा अदालततिर जान्छु भन्दाखेरि उसले के भन्यो भने खुर्का तैँले यति पनि लिन्छ भने लिँदा भने यति पनि पाउँदैन त अदालततिर गयो भने नमारी छाँदैन भनेर ज्यान मार्ने धम्की दियो। अब के गर्ने होइन, हामीलाई डरायो। अब आर्मी जस्तोले, आर्मी मात्रै होइन मेजर जस्तोले त्यो धम्की दिएपछि डरायो, बाध्य भएर मैले त्यो लिएपछि सेकेन्ड 13,82,000। जबकि तपाईँले पाउनुपर्ने कति थियो? मैले त पाउनुपर्ने त होइन। अब उसले सरकारसँग 25 लाख लिएपछि त्यो दिनुपर्ने थियो तर त्यो दिएन। सरकारबाट उसले लगेको पैसा जुन तपाईँको नामबाट त्यो पैसा तपाईँले सबै पाउनुपर्ने। उसले चाहिँ 11,82,000 त्यो अनि अरू पैसा उसले खायो। 11,18,000 मेरो क्षति
होटेलको क्षतिपूर्तिमा भ्रष्टाचार गरेर खाइदियो यो मेजर विनोद भट्ट भन्नेले। अब अहिले त्यस्तो गरेर खाने मान्छे चाहिँ भट्टाभट कर्नेल बनायो भन्छ। बडो भयो। भनेपछि तपाईँ यतिका दिन यहाँ माइतीघर मण्डलामा यो माइक बजाउँदै यो प्रस्तुत राख्दै बस्नु भएको छ। सरकारले तपाईँसँग कुनै नयाँ भलाकुसारी तपाईँलाई कुनै नयाँ किसिमको आश्वासनहरू केही दिएको छ कि दिएको छैन? के पनि दिएन। के भन्छ त सरकारले? अस्ति गृहमन्त्री आउँदाखेरि मलाई चाहिँ अब आर्मीले अब हेरेर भेट्नुभयो यहाँ तपाईँले? यहाँ भेट्यो, हेरेर यस्तो अन्याय गर्यो, मैले अलिक न्याय पाउनु पर्यो, मलाई चाहिँ क्षतिपूर्ति पुगिन। मेरो लगानी चाहिँ 45,58,000 भएको थियो, त्यतिसम्म पाउनु पर्यो सरकार भन्ने त। पछि उसले चाहिँ अब गृहमन्त्रीले चाहिँ रक्षा मन्त्रालयमा निवेदन दियो भने निवेदन दियो। अनि पछि बोलाएपछि त कुनै केही कुराको छलफल गरेन, मलाई सोधबुझ पनि गरेन। के कसरी गरे, के कारणले यस्तो भयो, के गरेर यस्तो भयो भनेर केही कुरा सोधिनँ। एकैचोटि के भन्यो भने तिमी त खुसी राजीले लिएको रे, आर्मीले केही कुरा गर्छ ल, त्यति भनेर मलाई चाहिँ फर्काएर पठायो। के आश्वासन पनि दिइन। भनेपछि अब उहाँले चाहिँ नयाँ अरू केही पनि अब तपाईँले पाउला जस्तो कुरा चाहिँ त्यो पनि निराश हुनुभयो तपाईँ? अब सरकार पनि अब आर्मीसँग डराएर मलाई त्यही नै भन्यो होइन। अब सरकारले त्यो भनेपछि तपाईँले पनि कहाँ गएर के गर्ने? अब म अब आर्मीसँग लड्नु पनि सक्दैन, एक्लो पनि हो, मसँग साथी पनि छैन होइन। अब के गर्दैछ भने अब अझै पनि सरकारले मलाई चाहिँ न्याय दिइन, मेरो लाग्ने छ भने फिर्ता दिइन भने यो दुईटा मेजरको फोटो सहित नाम सहित राखेर फेरि पनि यहाँ म अझै बस्ने छोड्नेवाला छैन र अझै पनि यो स्पिकरमा बजाउँछु र उहाँहरूकै बेइज्जत हुन्छ। म त अब जोगी भयो उहाँहरूको पनि अब होइन बेइज्जत हुनबाट जोगाउँछ भने सरकारलाई चाहिँ अब मेरो लगनी छ भने चाहिँ फिर्ता दिएर न्याय दिनुहोस् भन्न चाहन्छु र